ल है साथीहरू, यहाँनिर बङ्गुरको मासु भोट्दैछु, हेर्न सक्नुहुन्छ। चैते दसैँ भन्छन् होइन, तपाईँहरूले मनाइसक्नुभयो होला। म त भर्खरै मासु भात पार्दैछु यहाँनिर। यो गर्मी ठाउँमा है भुटेर राख्ने हो। गर्मी ठाउँमा यतिकै राखेर बिग्रिहाल्छ। जाडो ठाउँमा भए पो है बिग्रिँदैन, केही टेन्सन हुँदैन। रातिको 10 बजी पनि यसरी मासु भुटेर चाहिँ हेर्नु बसिरहेको छु है साथीहरू। अहिले 10 बजिसक्यो, किनभने यसलाई चाहिँ भुटेर राखेन भने बिग्रिन्छ। त्यही भएर यहाँ म भुट्दैछु साथीहरू। निन्द्रा पनि लागेको छ, निद्रा लागेर भएन, भुटेर राख्ने हो। है सबैजनालाई चैते दसैँको धेरै धेरै शुभकामना। बत्ती पनि झिमिक झिमिक गएको गर्छ। यो बत्तीको कुनै भर हुँदैन कि, एकैछिनमा जान्छ एकैछिनमा आउँछ। सुँगुरको मासुमा फर्केर हो घरि घरि आउँछ। त्यो गीत पनि आउँदैन त्यो खाले गीत। टुटु पारेर भुटेको के हो, टुटु पारेर। रातिको देखाइ यो चाहिँ अब भुटेर राख्नको लागि चाहिँ यहाँ चाहिँ केही पनि लाउनु पर्दैन, खाली मासु भुट्ने राख्ने हो। अनि यसलाई मसला, मरमसला, लसुन, प्याज भन्ने कुरा चाहिँ पछि हालेर फेरि गरेर खाँदा हुन्छ। अनि नुन पनि लाउनु भएन, नुन लगायो भने झन् बिग्रिहाल्छ। नुन नलगाइराख्ने हो। अनि पछि अनि खाने बेलामा नुन लाउने, मरमसला लाउने, अनि पक्का खाने होइन त साथी हो। ल साथीहरू, मेरो नयाँ युट्युब च्यानललाई माया गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। हामी एकदमै सानो सानो के अरे युट्युब चलाउने मान्छे हो क्या भर्खरै। त्यही भएर एकदमै है बोल्न पनि नआएको अवस्था। फेरि गाह्रो पो छ त, मलाई गाह्रो छ है साथीहरू। भिडियो मन परेन फुलवाच गर्नु होला, राम्रो लागेन कमेन्ट गर्नु होला। कस्तो खालको भिडियो तपाईँहरूलाई मनपर्छ, कस्तो खालको भिडियो ल्याउँदा हुन्छ भन्ने कुरा चाहिँ जनताले भन्नु पर्यो है त। जनता जान्न चाहन्छ भन्ने जनता जान्न चाहन्छ कस्तो खालको होइन। अब जनताले मन पराउँछ, रुचाउँछन् होइन, त्यस्तै खालको भिडियो बनाउने त हो। अब तपाईँहरूले कतिको माया गर्नुहुन्छ यो भिडियोबाट थाहा पाइहालिन्छ नि। धेरै माया गर्नुभयो भने, हेरिदिनु भयो भने हामीलाई पनि यसो भिडियो बनाउन अलिक उत्साह हुन्छ है, इच्छा हुन्छ। तपाईँहरू भिडियो हेरिदिनुहुन्न भने त फेरि बनाउने भ्यू चाहिँ जाँदैन है, नहेरेपछि अनि बनाउनै मन लाग्दैन है। अब हेरिदिनु पर्यो, माया गरिदिनु पर्यो साथीहरू। अब कसैको पनि भनाइ त्यो छ होइन। बत्ती आयो साथीहरू।
मिनी भ्लग भन्नु पर्यो। अब एकदमै भर्खर सुरु गरेको यो चाहिँ है, सिक्दैछु भनौँ न, परिपक्व छैन, सिक्दैछु भर्खरै। है साथीहरू, ल साथीहरू,